गर्नुहुँदैछ। जो बाजो र पेटको बलले गरिने काम हो। उहाँले माथि गएर सिंगल ह्यान्ड दिन खिच्नुहुँदैछ। दर्शकबिन कमान्डोले सकिन्छ। साथै सम्पूर्ण कमान्डो हातभित्र प्रवेश गरिसकेको छ। पाँचौं कमान्डो आधुनिक प्रभावकारी हलआर्मसँग अलराउन्ड डिफेन्सको काम गरिरहनु भएको छ। पाँचौं कमान्डोको काम हो बाहिरबाट आएको दुश्मनलाई मार गिराउनु। जसरी यस समय सम्पूर्ण हाइडआउटलाई ध्वस्त गरेर हाम्रो कमान्डोहरूले भित्र भएको टेरोरिस्टलाई मार गिराएर बाहिर निकाल्नुहुँदैछ। यहाँ सम्पूर्ण टेरोरिस्ट हाइडआउटको हाई हतियार सबैले निकालिसक्नु भएको छ। यहाँ जुन हाइडआउटमा हटाइएको टेरोरिस्ट थियो, टेरोरिस्टको साथीलाई रसीको दारासँग सर्च गरिनेवाला छ, किनकि उहाँको जिउमा आफ्नो बडीमा सुसाइड बम या केही विस्फोट पर्दा लगाएको हुन्छ भनेर कमान्डोले रसीको द्वारा सर्च गर्नुहुँदैछ। आदरणीय दर्शकबिन, हजुरको माझमा अन्तिम या भाग नम्बर 3 कमान्डो फिटनेस पोल क्लाइम्ब प्रस्तुत